जुन भदौ चाहिँ 23 र 24 को जुन सरकारको चाहिँ एकातर्फीको एउटा बच्चा-बच्ची मार्ने एउटा चाहिँ घिनलाग्दो जुन खालको व्यवहार भयो। आज चाहिँ सरकारमा हामी त हिजोदेखि आज भोलि चाहिँ यो देशमा राम्रो होला, बाटो चिल्लो होला, सिँचाइ राम्रो होला, खानेपानी घरैमा आउला, अनि रोजगार यहीँ होला, हामी वरपर यहीँ बसेर रोजगार गरौँला, जानकारीसँग बसौँला, समृद्ध एउटा गाउँ बनाउला भनेर हिँड्दै जाँदा भन्दै जाने अपेक्षा हुँदै जाँदा 30औं 35औं वर्षसम्म आफ्नो अमूल्य मत हालेर सरकार बनाउँदै जाँदा भएन भनेर त बहुमत वा 2/3 सरकारको एउटा हैसियत दिएको नेपाली जनताले बच्चाहरूले एउटा चाहिँ सामाजिक सञ्जाल चाहिँ तिमीहरूले चाहिँ खुला गरिदिनुपर्छ भनेर एउटा सिम्पल तरिकाले भन्दै जाँदा, एउटा स्थायी सरकार हुनुपर्छ भन्दै गर्दा, एउटा करप्सन रहितको सुशासनको चाहिँ एउटा चाहिँ प्रत्याभूति देऊ भन्दै गर्दा गोली हानेर अनाहक रूपमा जुन 76 जना जुनमा एउटा बच्चा-बच्ची 76 वटा एउटा आमाहरूका चाहिँ कोख रित्याए, ती चाहिँ त्यसले अत्यन्त दुःखद भयो र उहाँहरूको चिर शान्तिको कामना गर्छु र हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। र कैयौँ चाहिँ हाम्रा चाहिँ दाजुभाइहरूलाई चाहिँ तपाईँको हताहत गरियो, अत्यन्त चाहिँ घाइते हुनुभयो, उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। कति त भइसक्नुभयो, कति त अझ बाँकी नै छ होइन। हाम्रो दैलेकै एकजना प्रकाश बोहरा भन्ने मान्छे त कहाँ भुइँमा मर्यो भनेर फालेको, पछि गएर कता कता गरेर अहिले चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले माननीय समानुपाती माननीयको 4 नम्बरमा राखेको छ, उहाँ हुनुहुन्छ। यो ठुलो अवसर हो भने त्यो दिनबाट मलाई के फिल भयो भने हाम्रो घरमा राजनीति गर्ने मान्छे यहाँहरूलाई सबैलाई थाहा छ, हुनुहुन्छ, गर्नुहोस्। एउटा सोसाइटीमा राजनीति गर्ने भने छुट्टै फरक चिज हो, जागिर फरक हो भनेर हामी आफैले राजनीति गर्नुहोस् भन्थ्यौँ। म त जागिरी हो, म विज्ञ हो, म चाहिँ अब एउटा हाइड्रो पावरमा यत्रो चाहिँ 3, 4, 5 वटा 6 वटा प्रोजेक्ट बनाइसकेका मान्छे, म एउटा विज्ञ हुन्छु भनेर हिँड्दै गर्ने सवालमा त्यो सिचुएसन गर्दा म आज यो चाहिँ एउटा नेपालको राष्ट्रिय पहिलो पार्टी हुने पार्टीको म चाहिँ सङ्घीय एउटा सभासदको रूपमा यहाँहरू अगाडि चाहिँ आउनुपर्ने परिस्थिति सिर्जना भयो। अब सिर्जना कसरी भयो भन्दा हामीले जुन माननीय सभासदहरू भनेका यी ठुला मान्छे यिनीहरूले गर्छन्, हामी विज्ञ हुन्छौँ भनेर भन्दै गर्दा हरेक दिन राम्रो गर्ला भनेको त उल्टो, हजार लाखौँ करोडौँ मान्छे बाहिर, एक हिसाबमा 50औं लाख बाहिर विदेशमा गएको छ, त्यही रेमिटेन्सबाट सरकार चलाउनु परेको छ। दैनिक चाहिँ 2-4 हजार मान्छे बाहिर जान्छन्, 5-7 वटा लासहरू भित्र आउँछन्, त्यो लास शरम छैन, उल्टो गोली हानेको छ। यो दुःखद भइसकेपछि मैले के सोचेँ भने जीवनमा मान्छे धेरै सम्पत्ति भागै मान्छे लामो पनि बाँच्दैन र पैसै नभएको मान्छे मरि पनि हाल्दैन भने केटाकेटी पागै कारणले 22-24 वर्षका उमेर भइसक्यो आफै गर्छन्। मेरै लागि 2-4 लाख 10-20 लाख गर्न जरुरी छैन। म छडुमा गइन 2 रोटी र 1 बोटको तिउन खानलाई समस्या नहोला, हामी बसेरै खान्छौँ, दाजुभाइ खाएपछि म पनि खान्छु। तर नेपाली तमाम चाहिँ क्षेत्र नम्बर 2 का जो दाजुभाइहरू छन्, आज 2 रोटी र 1 बोटको तिउनका लागि त्रिभुवन विमान स्थलबाट आँखाबाट रुन्छु भनेर नसोच्दै आँखाबाट आँसु झर्छ। जहान केटाकेटी बच्चा-बच्ची छोडेर विदेशिनु परेको छ, यो इन्डियाको बोर्डरबाट विदेशिनु परेको छ। यी सबै कारणले गर्दा यी कुराबाट कम्तीमा केही मैले चाहिँ एउटा अहिलेको जेनजी र युवाको नयाँ अब युग सुरु हुँदै जाने सवालमा म एजको हिसाबमा त उहाँहरूको म उहाँसँग पर्दिनँ, तर मेरो विचारले चाहिँ म अहिले जेनजी, म 20-22 वर्षको जेनजीभन्दा कम मेरो जोस जागर छैन। त्यसैले गर्दा म केही गर्छु। मैले जीवनमा धेरै चिज, मैले खानेपानी, सिँचाइ, सडक, भवन, तपाईँको चाहिँ आय आर्जनका क्रियाकलाप, जलविद्युतका कुरा, सोलरका कुरादेखि म सबै कुरामा चाहिँ एउटा अनुभव र धेरै चाहिँ टोपीहरू च्यातेको, त्यसमा पनि हुम्ला, जुम्ला, कालीकोट, अछाम, अब दैलेखै भयो, सुर्खेतै भयो, म्याग्दी भयो, यस्ता धेरै दुर्गम ठाउँहरूमा काम गरिसकेको र यस्तो खालको एउटा पृष्ठभूमिमा बस्तीमा काम गरिसकेको हुनाले यस्ता खालका समस्याहरू मैले राम्रोसँग बुझ्ने र आएका समस्यालाई राम्रोसँग समाधान गर्न सक्ने भए हुनाले आजको दिनमा सम्भवतः म जस्तो मान्छे चाहिँ दैलेख क्षेत्र नम्बर 2 को लागि सभासदको आवश्यकता छ भनेर म चाहिँ यहाँ आइपुगेँ र आज दैलेखी